नेपाली हिपहप जगतकै सर्वाधिक प्रतिष्ठित र चर्चित रियालिटी सो नेफेप श्रीपेच र्याप अडिसन 2083मा सुदूरपश्चिम प्रदेशले ठूलो सफलता हात पारेको छ। कैलाली जिल्ला जानकी गाउँपालिका वडा नम्बर 3 श्रीपुर निवासीय प्रतिभाशाली युवा सन्देश विश्वकर्मा याङ लायन आफ्नो उत्कृष्ट गायन र दमदार प्रस्तुति पस्किँदै प्रतियोगिताको उत्कृष्ट टप 8मा पर्न सफल भएका छन्। लाखौं प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय मञ्चमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सन्देशले सुदूरपश्चिमको कला र संस्कृतिलाई समेत र्याप मार्फत प्रतिनिधित्व गरेका थिए। यसअघिका चरणहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ सहयोग र माया दिई अमूल्य भोट मार्फत यहाँसम्म पुर्याउनु हुने देश तथा विदेशमा रहनुभएका शुभचिन्तक, आफन्तजन, इष्टमित्र तथा सुदूरपश्चिमवासीलाई सन्देश र उनको टिमले हार्दिक कृतज्ञता व्यक्त गरेको छ। प्रतियोगिता अब निर्णायक मोडमा पुगेको छ। अबको चरण अझै चुनौतीपूर्ण रहेकाले सन्देश यङ लायनलाई अर्को राउन्डमा सुरक्षित गर्न उपाधि नजिक पुर्याउन पुनः एकपटक सबैको साथ र भोटको आवश्यकता परेको छ। भोटिङ तालिका र समय सन्देशलाई जिताउनलाई भोटिङ यस प्रकार तोकिएको छ। भोटिङ सुरु हुने समय बुधबार राति 11 बजेदेखि शनिबार दिउँसो 1 बजेसम्म रहेको छ। तपाईँको एक सानो सहयोगले सुदूरपश्चिमका एक उदयमान प्रतिभाको सपना साकार पार्न र उनलाई नेपाली हिपहपको नयाँ श्रीपेच पहिराउन ठूलो भूमिका पुर्याउनेछ।